सचिवालयको पदाधिकारीहरूले जसरी छलफल गरे र त्यसलाई पनि मध्यनजर राख्दै अनि पार्टीका यथार्थ कुराहरू के हुन्, किन कमी कमजोरी हुन गयो त, हामी पार्टी किन पछि पर्यो, किन आकलन समयमा गर्न सकेन यसले, र यो स्थितिलाई ध्यानमा राखेर निर्वाचन र पार्टीको समीक्षात्मक अध्ययनको लागि एउटा कार्यदल गठन भएको छ। त्यसमा संयोजकमा रामबहादुर थापा, बादल, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शङ्कर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा हरियाल, भानुभक्त ढकाल र सदस्यहरूमा 8 प्रदेशका इन्चार्जहरूलाई राखेर यसको समयावधि 1 महिना राखिएको छ। यसले रिपोर्ट गर्ने पार्टी कार्यालय भवन निर्माण सन्दर्भमा यो पहिला निकै चर्चा पनि भएको थियो। 2072 को विनाशकारी भूकम्पमा जसरी पार्टी केन्द्रीय कार्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भइसकेपछि पार्टी केन्द्रीय कार्यालय विभिन्न ठाउँमा सञ्चालन हुँदै आएको विदितै छ। पछिल्लो समयमा तुलसीलाल स्मृति भवनको मर्मत तथा विस्तार गरी नयाँ कार्यालय नबन्दासम्म बस्ने गरी सहमति गरिएको थियो। गत भदौ 24 गते भवनमा आगजनी भएपछि तुलसीलाल स्मृति प्रतिष्ठानको अनुरोधमा कार्यालय भवन पुनर्निर्माण गरिएको थियो। नयाँ सरकार गठन भएसँगै भोगाधिकार प्राप्त प्रतिष्ठानहरूले भोगाधिकारमा प्राप्त गरेको जमिन लिजमा नवीकरण नगरेको भन्ने बारेमा सम्पत्ति फिर्ता गर्ने नीतिगत निर्णय भएको छ। यस्तो अवस्थामा पार्टीले अविलम्ब नयाँ कार्यालय भवन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। गत वर्ष कलङ्कीमा शिलान्यास गरिएको स्थानमा तत्काल कार्यालय भवन निर्माण हुने अवस्था समेत रहेको छैन। नदी किनार नजिकको जमिन प्रयोगका सन्दर्भमा सर्वोच्च अदालतबाट आएको फैसलापछि मदन नगर बल्कुमा रहेको आफ्नै जमिनमा पार्टी कार्यालय भवन निर्माण गर्न सम्भव भएको प्राविधिक प्रतिवेदन प्राप्त भएको छ। तसर्थ नयाँ भवन निर्माण नहुन्जेलसम्मका लागि उपयुक्त ठाउँमा भाडामा कार्यालय भवन व्यवस्थापन गर्ने, कलङ्कीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मिनबहादुर गुरुङ दम्पतिलाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदन नगर बल्कुमै निर्माण गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय विधानमा महासचिवको नेतृत्वमा 9 सदस्यीय केन्द्रीय कार्यालय रहने व्यवस्था छ। हाललाई निम्नानुसार केन्द्रीय कार्यालय कमिटी गठन गर्ने प्रमुख शङ्कर पोखरेल महासचिव, सदस्य भानुभक्त ढकाल प्रमुख संगठन विभाग, सदस्य राजन भट्टाई, सदस्य सूर्य पाठक, सदस्य विष्णु अधिकारी, सदस्य विजय आचार्य, सदस्य बिन्दा पाण्डे। नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन भएको छ। पार्टीको विधान प्रतिष्ठानको अध्यक्ष बढीमा 7 सदस्यीय निर्देशक कमिटीको व्यवस्था छ। कार्यकारी निर्देशकहरूको 7 सदस्यीय निर्देशक कमिटीको मनोनयन केन्द्रीय कमिटीले गर्ने व्यवस्था छ। प्रतिष्ठानको अध्यक्ष यसअघि नै मनोनयन गरिएकोले केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने निर्णयअनुसार निर्देशक कमिटी मनोनयन गर्ने डा युवराज खतिवडा, डा नेतृत्व सेना, डा योगेन्द्र गुरुङ, विनोद पाण्डे कार्यकारी निर्देशक। संगठन विभागको कामलाई तत्काल अगाडि बढाउनु पर्ने भएको हुँदा विभागमा निम्नानुसार सदस्य रहने भानुभक्त ढकाल प्रमुख, विशाल भट्टराई सदस्य, सुजिता साके सदस्य, पार्वत गुरुङ सदस्य, तिलकुमार मेनाङ्गो सदस्य, माधव ढुङ्गेल सदस्य, चेतनारायण आचार्य सदस्य, लालबहादुर थापा सदस्य, तिलक बहादुर छेत्री सदस्य, सरोज कुमार यादव सदस्य, मन्जु भण्डारी सदस्य, राजबहादुर मुडा सदस्य, आरसी लामिछारी सदस्य, जीवन गौतम सदस्य, जगत विश्वकर्मा सदस्य, ज्वाला शाह सदस्य। विविधमा
यो प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा अब प्रदेशले नीतिहरू ल्याइसकेको छ। त्यो बारेमा अब छलफल गर्न विज्ञहरूको छनौट गरेर हाम्रो हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पुर्याउन विज्ञलाई पठाउने भन्ने छ। अब केन्द्रीय समितिको बैठक आगामी अब यो असार 15 देखि 20 को बिचमा अध्यक्ष र महासचिवको बिचमा सरसल्लाह गरेर तय हुनेछ। र अब यो कार्यविभाजनको सन्दर्भमा पदाधिकारीहरूको सुझाव लिएर महासचिवले त्यसको सुझावलाई आवश्यक सुझावसहित अध्यक्षसँग परामर्श गरेर अन्तमा अध्यक्षले निर्णय गरेर कार्यविभाजनको सम्प्रेषण गर्ने निर्णय भएको छ। र बैठकको अन्त चाहिँ एकदमै जसरी छलफल भएको थियो, तपाईँहरूको मिडियामा पनि जसरी आएको थियो, त्योभन्दा आज एकदमै पार्टीभित्र खालको कथा एउटा भाव पैदा भएको छ। त्यो भावले फेरि पनि एउटा उत्साह आम पार्टी पहुँचेर र जनतामा पनि त्यो पैदा हुन्छ भन्ने विश्वास मैले लिएको छु।